हामी चाहिँ अहिले पश्चिम चितवनको भाग हामी गोलाघाटमा छौँ, मेगौली भन्ने ठाउँमा। तपाईहरु देख्न सक्नुहुन्छ यताबाट चाहिँ राप्ती नदी आइराखेको छ हैन। यताबाट चाहिँ तपाईको चाहिँ नारायणी नदी आइराखेको छ। यसको चाहिँ ठ्याक्कै दोभानबाट चाहिँ यो दोभानबाट चाहिँ एकदमै चाहिँ रमणीय तपाईहरुको यहाँबाट चाहिँ सनसेटको चाहिँ भ्यू देखिदो रहेछ हैन। त्यसको लागि आउनु हुँदो रहेछ। हामी पनि त्यसकै लागि आएको, तर ब्याड लक आजको मौसमले गर्दाखेरि त्यो हेर्न पाइएन। तै पनि एकदमै खुसी छौँ। एकदमै राम्रो छ। सुन्दर दृश्यको लागि चाहिँ तपाईहरु पनि आउन सक्नुहुन्छ। सस्तोमा होमस्टेहरू, सामान्य होटलहरू पनि पाउन सक्नुहुन्छ। भनेपछि 3 स्टार, 4 स्टार, 5 स्टार होटलहरू पनि छ। एकदमै यति धेरै राम्रो भएर नै सायद महारानी एलिजाबेथ आएर चाहिँ यहाँ शिकार खेल्ने, यहाँ आफै आएर यहाँ चाहिँ रमाउने र एकदमै चाहिँ उहाँलाई खुसी लागेर महेन्द्र सरकारलाई चाहिँ त्यति बेला दियालो बङ्गलो पनि उपहार स्वरूप बनाइदिएको भन्ने हामीले हिजो सुन्न पायौँ। एकदमै राम्रो ठाउँ छ। तपाईहरु चाहिँ चितवन राष्ट्रिय निकुञ्ज भित्र पनि तपाईहरु जान सक्नुहुन्छ, सफारी गर्न सक्नुहुन्छ। मजाले घुम्नको लागि चाहिँ पहिला स्वदेश अनि मात्र परदेश है त साथीहरु। किनभने एकदमै राम्रो, कुनै त्यसमा चाहिँ गुनासो गर्ने ठाउँ छैन। एकदमै अप्टिमम खुसी, आनन्द एकदमै दिलाउँछ है त साथीहरु। एकदमै मलाई त खुसी लाग्यो, रमाइलो लाग्यो। भाइलाई पनि विशेष धन्यवाद। यहाँ ल्याएर चाहिँ यतिको चाहिँ हामीलाई चाहिँ खुसी दिनुभयो, आनन्द दिनुभयो, घुमाउनु भयो है। तपाईहरुलाई पनि आउनको लागि म निमन्त्रणा गर्न चाहन्छु। हस्, धन्यवाद।